सबैलाई नमस्कार। न्यायको यो लडाई मेरो बाँकी नै छ, लड्नु छ र मैले यो लड्नुपर्छ, लड्न बाँकी छ भनेको मेरो लागि भनेको होइन, तपाईका लागि, यो देशको न्यायका लागि लड्नु पर्ने छ। यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि म माथि गरेको अन्याय केही पनि होइन, त्यो सबको हिसाब गर्नु छ। त्यसको हिसाब मिलाएपछि अलि लामो बोलाउँला। आजलाई म यति मात्र भन्छु कि हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ। आशा गर्छु यो देशले चाँडै न्याय पाउनेछ। हस्, सबैको जय होस्। मैले बोल्ने समय आउँदैछ, केही समय धैर्य गर्नु होला। मैले धेरै कुरा भन्न बाँकी छ। सबैजनालाई यो माया, यो साथ, यो विश्वास, यो अनवरत सद्भावको लागि म धेरै धेरै धन्यवाद दिन्छु। आज मैले यति नै बोले, यति मात्र सङ्केत गरेँ, धेरै बोल्ने दिन आउँदैछ। हस्, सबको जय होस्।